ओम श्री गणेशाय नमः। श्री सरस्वती नमः। श्री स्वस्तानि परमेश्वरे नमः। ओम यंबर्मा वरुरेन्द्र रुद्रमर्तः स्तुन्वन्ति दिव्यैः स्तैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्त्यं सामगाः ध्यानावस्थि तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जौलपुः शुक्लाम्बरा मल्लिका मालालंकृतकुण्डला परिविलसमुक्तावलिशोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुलङ्घयति गिरिं यत्कृपात् पातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासयमि ततेजसे यस्य प्रसादक्षयामि नारायणकथामिमं नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टांगं नमनं कृत्वा सुस्तानीं परमेश्वरीं कथां सुदोपमां दिव्या श्रुत्वाभीष्टफलं लभेत्। श्री गणेशाय नमः। अथ अष्टदशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमी एकचित्त भई सुन। त्यहाँ उपरान्त उहाँ श्री महादेवले विष्णुलाई बिदा दिई जालन्धरसँग युद्ध गर्नुभयो। महादेवको र जालन्धरको अघोर संग्राम भयो। वृन्दाको पति धर्म विष्णुले हरिसकेको हुनाले बलहीन भई महादेवसित युद्ध गर्न नसकी जालन्धर आकाशमा गई महायुद्ध गर्न लाग्यो। महादेव पनि आकाशमा गई युद्ध गरे। युद्ध गर्दा जालन्धरको बलहीन हुन गएको देखि महादेवले अब त वृन्दाको सत्य विष्णुले डगाइसकेछन् भन्ने थाहा पाई आफ्ना हातमा रहेको त्रिशूलले तिनाखाबाट आगोको ज्वाला निकाली महाक्रोध भई त्रिशूलले जालन्धरको छातीमा भेद गरे। महादेवको त्रिशूलको वेदनाले जालन्धर मरि अन्तपुरको चोकमा बीचको ठुलो आवाज गरी ढल्यो। त्यो जालन्धर खसेको आवाज वृन्दाले सुनि के को आवाज आयो भनी हेर्न जाँदा आफ्ना स्वामी जालन्धर मरेको देखि अनेक तरसँग विलाप गर्न लागिन्। हे स्वामी, यस्तो अवस्थामा मलाई एक्लै छाडे तपाईँ कहाँ जानुभयो? पापिष्ट विष्णुले छल कपट गर्दा तपाईँ यो अवस्था भयो। तपाईँ बिना यो प्राण कसो गरी राखौँला? तपाईँ कहाँ जाने? उही म पनि जान्छु। यति भनी केश फिजाए विष्णुको मुख हेरी फेरि भन्न लागिन्, हे पापिष्ट विष्णु, तिमीले छल गरी मेरो पतिव्रता धर्म नष्ट गराइदिँदा मेरो स्वामीको यो अवस्था भयो। अब तिमीलाई श्राप दिन्छु। झार हुनु परोस् 1, घाँस हुनु परोस् 2, कल्पवृक्ष भइरहनु परोस् 3, ढुङ्गा भइरहनु परोस् 4, यति 4 थोक तिमीलाई श्राप दिए भनी विष्णुलाई श्राप दिई जालन्धरसँग सती गई। वृन्दाले पनि प्राण छानिन्। हे अगस्त्य मुनि, पतिव्रताले श्राप गरेको हुनाले त्यो श्राप विष्णुलाई लाग्यो। झार हुनु परोस् भनेकोमा तिनले तुलसी भइरहनु पर्यो। घाँस भइरहनु परोस् भनेको हुनाले कुश भइरहनु पर्यो। कल्पवृक्ष भइरहनु परोस् भनेको हुनाले पिपलको रुख भइरहनु पर्यो। ढुङ्गा हुनु परोस् भनेको हुनाले शालिग्राम भइरहनु पर्यो। यसको अर्थ तुलसी, कुश, पिपल, शालिग्राम नारायण हुन् भनी सकलले पूजा गरेको हो। अगस्त्य मुनि, पतिव्रत धर्म भनेको बडो ठुलो धर्म हो। त्यहाँ उपरान्त विष्णुले श्राप पाई महादेव छेउ गई सब वृत्तान्त सुनाए। अब वृन्दाको श्राप मोक्ष गर्न जान्छु भनी महादेव छेउ विदा भए। तुलसी, कुश, पिपल र शालिग्राम भइरहेका विष्णु गएपछि महादेव वृक्षमाथि सवार भई ब्रह्मादि देवताहरू अघि पछि लगाई नाना वाद्य बजाई अप्सराहरूले नाची गन्धर्वले गाई पुष्टविष्टि गर्दै ठुलो उत्साह गरी कैलाशमा प्रवेश गरी प्रथम गढ समेत भई शिवशक्ति स्वरूपले रहे। सक्ल देवता महादेव छेउ विदा भई आफ्ना आफ्ना आश्रममा गई आफ्ना आफ्ना काम गरी परमानन्दले रहे। यति स्वर्गका कुरा कही अब हुने अब पातालका कुरा कन्छु, तिमी एकाग्र भई सुन। अश्वत्थामा ऋषिका पार्वतीका आज्ञाले सप्त पातालका मूल यस्तो र सातलमा पुगे। कस्तो पाताल भने सूर्यको जस्तो तेज जजल्यमान भएका नाना रत्नले जडाउ गरी बनाएको सुवर्ण कपुरीमा असंख्य सम्पत्ति भएका शेषनाग, तक्षकनाग, कर्कटनाग, पद्मनाग, शङ्खपालनाग, कुलिकनाग, बरोडनागले बसिएका नागिनीहरू पनि हिरामोती, माडेक इत्यादि बन्न घना वस्त्र अलङ्कार परि उभन्दा उराम्री भइरहेका यस्ता शेषनाग पार्वतीको आज्ञाले शिवस्थानी परमेश्वरको व्रत गराई जो दुखी छन्, जो दरिद्र छन् त्यसको उद्धार गर्न आएके हो। कोही दुखी छन् कि भन्ने यस्तो अवस्थामा ऋषिले भनेको वचन सुनि शेषनागले, हे अवस्थासम्म ऋषि, यहाँ यस्ता कोही छैनन्। त्यो वनको नजिकमै शङ्खचूडा नाग, रत्नचूड नाग, कृपादत्त नाग, धृष्टराष्ट्र नागको घर छ। उनका स्त्रीहरू दुःखमा छन्, त्यहाँ गई सोध। यति शेषनागले भनेपछि अस्वस्थमा ऋषि नागिनीहरू छेउ गई शङ्खचूड नागकी स्त्री हरियावती, रत्नचूड नागकी स्त्री रत्नावती, कृपादत्त नागकी स्त्री मृगावती पति पत्नीमा ठुलो प्रेम प्रीति गरी बसेका थिए। तर दिन काल र दैव दशाले ती नागनागिनीलाई धेरै दुःख दिन पनि आइलागे। कोही दिन ठुलो सुख ऐश्वर्यमा रहेर आज ठुलो दुःख र कष्टका दिन भोग्नु परेकोले घरमा बस्न नसकी शङ्खचूड, रत्नचूड, कृपादत्त, धृतराष्ट्र
नागहरू घरको दुःख टार्न र आफ्ना स्त्रीहरूलाई सुख दिलाउन सकिन्थ्यो कि भनेर धनार्जन गरेर ल्याऊ भनी परदेश गए। नागिनीहरू दुखी हुँदा पनि महासत्यवादी थिए। नागहरू परदेश गएपछि नागिनीहरूले अब के गरौँ भनी कता जाउँ भनी चारवटीले सल्लाह गरी घर छाडी वनमा बसी दुःख गरिरहे। 12 वर्ष बित्यो र नागले नागिनीलाई खबर गर्न सकेनन्। नागिनीले नागको खबर पाउन सकेनन्। अश्वत्थामा ऋषिले त्यसमा दुःखका समुद्रमा डुबिरहेका नागिनीहरूलाई खोजी हपार्दै गए। नागिनीहरूले सुनेर को हपार्छ भनी गुफादेखि निस्किएर अश्वत्थामा ऋषिलाई देखि, हे अश्वत्थामा ऋषि, आज हाम्रा घरमा के कामले आउनुभयो? अश्वत्थामा ऋषि भन्छन्, हे नागिनी हो, पार्वतीका आज्ञाले शिवस्थानी परमेश्वरको व्रत गराई जो दुखी छन्, जो दरिद्री छन्, जसका पुरुष छैनन् तिनलाई उद्धार गर्न भनी आए। यति अश्वत्थामाले भनेको सुनि नागिनीहरूले मनमा आनन्द गरी, हे ऋषेश्वर, हामी दुखी पनि छौँ, दरिद्री पनि छौँ, पापी पनि छौँ, सन्तति पनि छैनन्, पुरुष पनि छैनन्, त्यो व्रत गराऊ भनी नागहरू नष्ट भई परदेश गएका कुरा र आफ्ना आफूहरूले दुःख पाएको कुरा वृत्तान्त भई आदर गरी आसनमा बसाले। यति ती नागिनीहरूका कुरा सुनि अश्वत्थामा ऋषि भन्छन्, हे नागिनी हो, एकचित्त भई सुन, सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाउँ भनी शिवस्थानी परमेश्वरको व्रत गरेको विधि कहन्छु। पौष शुक्ल पूर्णिमाको दिनदेखि हात गोडाको नङ काटी स्नान गरी शुचि भई एक भक्त रही एक चित्त गरी मेरो फलानो कामना सिद्ध होस् भनी महिना दिनसम्म नित्य मध्याह्न कालमा महादेवको पूजा गर्नु, पूर्ण चन्द्रलाई बत्ती चढाउनु, शिवस्थानी परमेश्वरको कथा सुन्नु र माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 अक्षता, अष्टोत्तर 100 एकेसूत्र, अष्टोत्तर 100 पान, अष्टोत्तर 100 कुटका सुपारी, अष्टोत्तर 100 नाना जातका फूल सगुन समेत नाना थरी सामग्री तयार गरी असीम ओमकार लेख्नी गङ्गाजलले स्नान गराउनु, श्रीखण्ड रक्तचन्दन सिन्दुर फल पहिराउनु, धूपदीप नैवेद्य वस्त्र भेटी चढाउनु, शिवस्थानी परमेश्वरको पूजा गर्नु, अर्घ दिनु, ध्यान जप गर्नु, त्यसपछि प्रसाद झिक्नु र अष्टोत्तर 100 मा 8 रोटी, 8 अक्षता, 8 एकेसूत्र, 8 पान, 8 कुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु, पुरुष नभए छोरालाई दिनु, छोरा नभए मिछोरालाई दिनु, मिछोरा पनि नभए जुन कामना गरी आफूले व्रत गरेको छ मेरो कामना सिद्ध होस् भनी गङ्गामा लगी बगाइदिनु। 100 रोटी आफूले फलाहार गर्नु, राति जागराम भइरहनु, तब तिमीहरूको दुःख नाश होला, नागहरू पनि आइपुग्छन्, यसमा अन्यथा नमान। यति अश्वत्थामा ऋषिले भनेपछि नागिनीहरू बहुत खुश भई, अश्वत्थामा ऋषि, हाम्रा स्त्री जतिलाई यस्तो ज्ञान कहाँ होला? तपाईँ बसी त्यो व्रत गराई हामी अभागीहरूलाई उद्धार गरी जानुहोस् भरी घर डाकी लगी श्रद्धापूर्वक भोजन गराई घरमा बसाली राखे। त्यहाँपछि पौष शुक्ल पूर्णिमाको दिन आयो र विधिपूर्वक व्रत आरम्भ गराए। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण सामग्री तयार गराई शिवस्थानी परमेश्वरको पूजा गराए। पूजा गरिसके अश्वत्थामा ऋषिले भने, हे नागिनी हो, अब अर्घ दिई ध्यान जप स्तोत्र गर। नागिनीहरूले अर्घ दिई अञ्जली बाँधी, हे ईश्वरी, हामी पापिनीका पूजादेखि सन्तोष भई यो दुःखका समुद्रदेखि पार गरेर नागिनीहरूले स्तुति गर्दैमा पूर्व दिशादेखि 10,000 सूर्यको जस्तो तेज भई शिवस्थानी परमेश्वरको प्रत्यक्ष भई दर्शन दिई, हे भक्तजन, तिम्रा भक्तदेखि म सन्तोषमय वरदान माग भनिन्। यति ईश्वरीले आज्ञा गरेको सुनि नागिनीहरूले, हे ईश्वरी, हाम्रो सबै दुःख नाश गर, हाम्रा स्वामी नागहरू चाँडो आइपुगुन् भनी मागे र ईश्वरले तथास्तु भनी वरदान दिइन्। प्रसाद झिक्न लाग्दा स्वस्थानी परमेश्वरको व्रतका प्रभावले नागहरू आइपुगे। तब नागिनीहरूले मनमा आनन्द गरी धन्य धन्य भनी स्वस्थानी परमेश्वरको प्रसाद 8 अक्षता, 8 रोटी, 8 बेलपुष्प, 8 एकेसूत्र, 8 पान, 8 कुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिई प्रणाम गरे। अश्वत्थामा ऋषिलाई श्रद्धापूर्वक दक्षिणा दिई भोजन गरे आफ्ना आफ्ना आश्रममा गए। नाग नागिनीहरू त्यस दिनदेखि असंख्य सम्पत्ति पाए परम आनन्दले रहे। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्म्ये कुमारस्ते संवाद शिवस्थानी परमेश्वर व्रतकथायां नागिनी शिवस्थानी व्रतकथा नाम अष्टदशोऽध्याय। ओम उपनयतु मंगलो सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण श्रीकृष्ण काले वर्षन्तु पर्जन्य पृथ्वी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भया अपुत्र पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वर्षन्ति तत्र यत्र च्युतोद्धार कथा प्रसङ्गः या कुन्देन्तु तुषारहा वृथबला या शुभ्रवस्तावृता या वीणावर्धन पण्डितकरा या श्वेत पद्मासना या ब्रह्मा चित्तशंकर प्रभृतिभिः देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियार्वा बुद्ध्यात्मना वा निशिते प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत्सर्वस्वस्थानिं परमेश्वरीम्।